डकुमेन्टबाट पिपिटी बनाउन सिकौँ। आउनुहोस्, आफ्नो मोबाइलमा भएको क्रोममा जानुहोस्, क्लिक गर्नुहोस् र सर्च बारमा गएर गामा सर्च गर्नुहोस्। त्यसपछि तपाईँको यस्तो इन्टरफेस आउँछ। तल गएर इम्पोर्ट फाइलमा क्लिक गर्नुहोस्। त्यसपछि गएर अपलोड अफ फाइलमा तपाईँसँग भएको जुनसुकै पिडिएफ पनि तपाईँले त्यसमा अपलोड गर्नुहुन्छ। जस्तै मैले म्याथको अपलोड गरेँ, यहाँ अपलोड हुँदैछ फाइल, ल एकैछिनमा अपलोड हुन्छ। अब यस्तो इन्टरफेस तपाईँको फेरि त्यहाँ सो हुन्छ। त्यसमा क्लिक गर्नुहोस्, तल कस्तो चाहिने तपाईँले त्यसपछि गएर आफ्नो अमाउन्ट अफ टेक्स्ट यो आफै पनि भर्न सक्नुहुन्छ, सजिलै छ। तर यो चाहिने त्यो क्लिक गर्नुहोस्। त्यसपछि इङ्ग्लिस यो ल्याङ्ग्वेज केही फरक परेन अहिले। त्यसपछि गएर इमेज सोर्समा गएर चाहिँ एआई इमेजमा क्लिक गर्नुहोस्, फोटोमा क्लिक गर्नुहोस्। अलिक तल आएर अटो सिलेक्सन मोडमा क्लिक गरेर फ्लक्स टु फास्टमा क्लिक गर्नुहोस्। हजुरहरूले अगाडि अपलोड गर्नुभएको फाइल हो। यसमा चाहिँ आवश्यक कुराहरू छन्। यसमा केही कुरा थप्नु पऱ्यो, केही कुरा लेख्नु पऱ्यो भने यहाँ थप्न सक्नुहुन्छ। कन्टिन्यू गरेर अगाडि जानुहोस्। अब तपाईँहरूले चाहनुभएको फाइल रेडी भइसकेको छ। अब जुनसुकै स्लाइडमा राख्न चाहनुहुन्छ त्यसमा जेनेरेट गर्नुहोस्। सक्नुहुन्छ तपाईँले चाहेको फाइल रेडी भइसकेको छ। अब यसलाई सेभ गर्नको लागि साइडमा रहेको 3 डटमा तपाईँले चाहिँ क्लिक गर्न सक्नुहुन्छ। क्लिक गरेर एक्सपोर्टमा क्लिक गर्नुहोस्। त्यसपछि गएर तल एक्सपोर्ट भन्ने आउँछ, त्यसमा क्लिक गरेर एक्सपोर्ट टु पिपिटी अथवा पावर पोइन्टमा क्लिक गर्नुहोस् र सेभ गर्न सक्नुहुन्छ। यसरी तपाईँको एकैछिनमा लोडिङ भएर सेभ हुन्छ र तपाईँ चाहिँ डाउनलोड क्लिक हियर टु डाउनलोड इटमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ हजुरले जुनसुकै एप्लिकेसनबाट पनि यसलाई ओपन गरेर चाहिँ हेर्न सक्नुहुन्छ। हामीले बनाएको चाहिँ यस्तो स्लाइडहरू आएका छन्। तपाईँहरूले आफ्नो तरिकाको जुनसुकै चाहिन्छ त्यस्तरी बनाउन सक्नुहुनेछ।